Hello everyone, welcome back to my YouTube channel. After so long time, झन्डै 1 वर्ष भन्दा नि खासै फरक नपर्ला। झन्डै हो कि हाम्रो 1 वर्षपछि लास्ट टाइम चाहिँ हाम्रो कहाँ क्रिस्टिनाको बिहेको भ्लग बनाउँछु भनेको थियौं तर हैन उसको ब्राइड टु बीको मात्र भयो थियो। तर त्यो लास्टमा बनाउन पाएनौं। या हाम्रो चाहिँ 1 वर्षपछि फेरि भ्लग कन्टिन्यू गर्दै छौं। अनि हामी कहाँ जाँदै छौं मित्र भन्दियौ त? कुसुम जाँदै छौं, नेपालगञ्ज टु कुसुम, मेरो घर। हामी मेरो मित्रको घर जाँदै छौं हैन। मेरो मम्मीलाई केही पनि थाहा छैन यिनीहरु आउँदै छन्। सरप्राइज पनि थाहा छैन, सरप्राइज उल्टे हामी नआउँ किनकि मम्मीको स्कुल आज शनिबार, स्कुल बन्द छ, ताला लाएर मम्मी घर नगएपछि कतै। अनि हाम्रो आउटफिट अफ द डे यस्तो छ। अनि हामी अर्को इन्ट्रेस्टिङ कुरा चाहिँ के होला भन्दियौ त मित्र? हामीसँग चाहिँ लाइसेन्स छैन, न बिल बुक छ, के पनि छैन, तर हामी जाँदैछौँ। वाउ, हाम्रो स्कुटीमा लगेर अन्धाधुनमा हामी चलिरहेछौँ। जे हुन्छ देखा जाएछ, जे हुन्छ देखा जाएगा भगवान भरोसा। ल गाइजहरु हेर्दै जानु हाम्रो ट्राभल भ्लग चाहिँ कस्तो हुन्छ भनेर चाहिँ हामी ट्राफिकले समातेपछि बनाउँछौँ। ल कन्टिन्यू आवर भ्लग। हामी चाहिँ अहिले चाहिँ राप्ती आइपुग्यौँ। यस्तो धुलोहरू छ के भन्नु, खै यस्तो धुलोहरू छ के भन्नु, पुरा रुगा लाग्ने जस्तो स्थिति हुन लागिसक्यो। मास्क पनि लिएर आएको छैनौँ कि फेरि बिर्सेर। अनि हामी चाहिँ अब के गर्नु, यस्तो स्ट्रगल गरेर घर जानु पर्छ। बाँकी चाहिँ अर्को भ्लगमा बाई बाई। पनि हुन्छ के ट्राफिकहरु पुलिसहरु यति धेरै हुन्छ त्यहाँ। अनि यो बाटोमा चाहिँ हुँदैन, त्यही भएर हामी चाहिँ यो भित्रको बाटो देखिआएको हैन। यस्तो राम्रो चिसो सरर हावा लागेछ क्या। ऊ चाहिँ हैन पुरै रारा पुरै जान लागेको जस्तो पुरा ज्याकेट लाएर हेर्नु न साथीहरु, मजा हल्का। इट्टा भट्टा भन्दो रहेछ यसलाई। लाएर म हजुरलाई यस्तो रमणीय दृश्यहरू देखाइराख्छु है बेला बेलामा। यो हेर्नुहोस्, यो राप्तीको बालुवाहरू लिएर आएको हाम्रो चाहिँ अब डाँडा टप्परीमा आइपुग्यौँ। हाम्रो बाटो हेर्नुहोस्, अगाडिको भ्यू, वाउ जस्ट वाउ। ओ माई गॉड हेमराज, हेर्नुहोस् यताको वातावरण यस्तो छ। यो प्लेस चाहिँ धेरै जस्तो चौधरीहरू बस्नुहुन्छ क्या। अनि अब धेरै जस्तो चौधरीहरू बस्नुहुन्छ यो गाउँतिर चाहिँ। अनि यस्तो चाहिँ यहाँकोहरू चाहिँ टक्क घरहरू सानो सानो चिटिक्क परेको कस्तो राम्रो, त्यसमा परालहरू राखेको हेर्नुहोस्। अनि गाई भैँसीहरू टक्क कस्तो राम्रो छ के। यतातिरको बसोबासहरू चाहिँ जस्तो लुकिङ लाइक वाउ। हेर्नुभयो साथीहरू हाम्रो कस्तो राम्रो छ होइन। हाम्रो बस्तीतिर पूर्व चाहिँ यो खासै ठिक छैन कि कस्तो चाहिँ वाउ जस्तो लुकिङ लाइक वाउ। हाम्रो तराई होइन, तराईको हावा लागेछ भन्छ। तराईको तातो हावा होइन, आज चाहिँ चिसो हावा लागिरहेको छ। तराईको हावा चाहिँ दामी छ है। पश्चिम भने पश्चिमै हेर्नुहोस् पछाडि लास्टै फदा हुन्छ कि हाम्रो पश्चिममा चाहिँ त्यही भन्छ होइन, पूर्वेली लास्टै फदा हुन्छ। सबैले भरोसा गर्नु, तर पूर्वेलीहरूलाई चाहिँ भरोसा नगर्नु। त्यही भएर पूर्वमा छोरी बहिनीहरू दिन नि डराउँछ नि। एकदम लिने नि होइन, दिने नि होइन। हाम्रो पश्चिम धेरै यस्तो भन्छ होइन नि त। त्यही भएर हामी पनि पश्चिमै बिहे गर्ने हो है त। साथीहरू तोरी पनि खाने भइसक्यो रहेछ यार। हामी त बजारतिर किनेर खानुपर्ने। आज त यस्तो जान्यो घर तोरीको साग, दाल, भात, अचार। वाउ, घाम हुन्छ अलि राम्रो पनि जाम भनेर हामी ससुनहरू लाएर आएको। यहाँ चाहिँ होइन बाटो बिग्रेर त यस्तो। बाटो बिग्रेको होइन के, शुद्ध नेपाली निर्माण कार्य। बाटो चाहिँ यता निर्माण कार्य हो। त्यही भएर चाहिँ हाम्रो यस्तो धुलो जति भयो सुर्ती नै गएर भन न अझै। तर जे भने हामी राम्रै छौँ है। गाइज हामी चाहिँ नि राप्तीको अटेर चाहिँ अलिकति अगाडि आएको छौँ होइन, जङ्गलमा। हेर्नु कस्तो राम्रो देखिन सकेको हो हामी फोटो भिडियोज बनाउनको लागि। अन्त
हामीले बाटोमा यति जिस्काइरहेछ नि आज आई डोन्ट नो लिटरली हामीले चाहिँ किन होला हैन केटी मान्छे देखेर मात्र जिस्काएको हो कि के हो जुन गाडीले नि हर्न बजेर हैन हामीलाई कि हामी त्यस्तो राम्री छौं कि गए गुज्रेको छौं हामी मित्र यस्तो हो क्या गाडीवालाले हामीलाई हर्न बजाउनु छ हामी त्यति नराम्रो त पक्कै छैन मलाई नि राम्रै भएर बसाएको होला अन्त यहाँको सिन चाहिँ यस्तो मज्जाको छ साथीहरु लिटरली इट्स सो गुड हामी चाहिँ अब यहाँनिर चाहिँ टिकटक बनाउने फोटोहरु खिच्ने एक दुईवटा भनेर चाहिँ यहाँ ओर्लेको अनि त्यसै हामी लाग्छौं फेरि आफ्नो गन्तव्यतिर अनि के साथीहरु यहाँको यो जंगलको भ्यू चाहिँ यस्तो बवाल छ के हेर्नु न यस्तो राम्रो छ यो जंगलको भ्यू के भन्नुस् यस्तो हुन्छ नि सुकुन मिल्छ के दिललाई यहाँ आउँदाखेरि अब अरूको त थाहा भएन मेरो चाहिँ हुन्छ अब मेरो घर यतितिर भएर नि होला कस्तो घरको नजिक नजिक पुगेको जस्तो हुन्छ हैन हेर्नु साथीहरु त्यो भइसिन हेर्नु त हेर्नु गाडी कसरी लगेछ यस्तो अत्याचार त गर्नु भएन नि बिचरा जनावर भन्दैमा यस्तो त गर्नु भएन नि यार मन हुन्छ तिनीहरूको पनि आफ्नो एउटा बाँच्ने अनि के साथीहरू होइन हामी चाहिँ यो केही दिनहरूमा यति बिजी भन्नु कि यति बिजी भयो भने हामीले चाहिँ भ्लग गर्नुपर्ने स्ट्रगल फेजमा थियौँ नि त हामीहरू लाइसेन्स निकाल्नु पर्यो जब यताउता के धेरै बिजी हुन्थ्यो क्या इन्डिपेन्डेन्ट हुन पनि मन लाग्छ साथीहरू होइन अब हुन खोजेको पनि लास्टै गाह्रो हुँदैछ चाहिँ हामी डाइरेक्ट चल्दिएको होइन यहाँदेखि अब खिच्ने त फोटो भिडियोजको लागि अनि त्यो चाहिँ भइसक्यो अब चाहिँ हाम्रो डाइरेक्ट गएर अब हाम्रो चाहिँ नेक्स्ट स्टेसन नेक्स्ट गन्तव्य भनेको चाहिँ अब हाम्रो गाडी अगैया हुन्छ अगैयामा चाहिँ हाम्रो होइन ल भन नि त हामी चाहिँ अब सबै जाने भनेर गयौँ होइन अनि हाम्रोमा कस्तो हामीमा ब्यालेन्स भएन नि उसलाई कल गरेर न्युज हालिदिनु नि हामीले भौजीलाई रिटर्न गर्छौँ अनि के भने कहाँ जानु अस्ति मेरो नु अनि मैले हामीले त दाजु म पनि त यहाँ अघि आएको छु आउनु त लु भेटौँ गरेको होइन होला कस्तो खुसी लाग्यो नै थिएन के अघि चाहिँ कस्तो जङ्गलको बाटो एकदम थियो नि सुनसान टाइपको अहिले चाहिँ हामी यस्तो सहर बजारमा आइसक्यौँ होइन अनि अब यहाँदेखि अब यहाँ चाहिँ धेरै छैन त्यही 12-13 किलोमिटर जति होला धेरै छैन हेर्नुहोस् हाम्रो टक्कर आएर अब नजिक नजिक पुग्दैछौँ हामी हाम्रो गन्तव्यको हामी चाहिँ अर्को पुलमा आइसक्यौँ हेर्नुहोस् पुल हेर्नुहोस् साथीहरू पुल इन्जोय गर्नुहोस् हजुरहरूले पनि हामी सँगसँगै रमाइलो गर्नुहोस् हजुरहरू यहाँ आउन नसके पनि म हजुरहरूलाई भ्लगको मार्फत हजुरहरूलाई म इन्जोय गराइरहेको छु है त मित्र अब हामी फाइनली अगैया पुग्न लागिसक्यौँ ल अब स्पिडले चलो के याद आयो यार मलाई यो चलो भन्दाखेरि फाइनली अगैया आइसक्यौँ यो चाहिँ अगैयाको पिकनिक स्पोट हो होइन अब ध्रुवदा चाहिँ यहीँ आउनु भदो रहेछ क्या ध्रुवदाई चाहिँ अब हामी चाहिँ ध्रुवदाई देखाउँछौँ ल हामी चाहिँ अब ध्रुवदालाई देखाउँछौँ हेर्नु यहाँ चाहिँ हाम्रो अगैयाको पिकनिक स्पोट हो क्या यस्तो धेरै आउँछन् होइन खै देखिसक्यो ए हाम्रो ध्रुव सर चाहिँ त्यहाँ हुनुहुन्छ हेर्नुहोस् उहाँले फोन गरेर राख्नुपर्छ उहाँ चाहिँ दौडिराख्नु भन्छ त्यहाँदेखि यस्तरी यस्तरी हेर्नुहोस् उहाँलाई घर जानलाको घर 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 ल गाइज हेर्नु कस्तो मोइस्चराइजर लाउनु सो केटा मान्छे भएर पनि यो कलवारलाई चाहिँ नि हेलो गाइज आज हामी पिकनिक खाना आएको अनि दुईजना यहाँ ठ्याक्कै जान लाग्यो थिएँ सो बाटोमा भेटघाट गरिदिरहेको पिकनिक खाना ल अनि हजुरलाई चाहिँ हामीलाई बोलाउँदै बोलाएन कि तिमीले घरबाट खाना खाएर आएको के न हिँड जाम भन्नु छैन क्या फेरि उता बियर पार्टी चल्दैछ अनि बच्चा बच्चाहरूलाई बियर खुवाउनु हुन्न भनेर मैले मेरो सिद्धान्त हो तिमी भन न कति वर्ष सानो तिमीभन्दा भनेर ल तपाईँमा कति वर्षले सानो ल भन्नु धेरै नभने 1-1.5 महिनाको सानो हो भने अनि तपाईँको पिकनिक चाहिँ कस्तो भइरहेको छ ल भन्नु न त एकदम बवाल भइरहेको तिनटीलाई लाइन हान्दा चाहिँ एउटा पनि बच्दैन आज नम्बर गर्नु भएन हैन उसले चाहिँ हामीले मिस नगर्दो रहेछ ल ठिकै छ गाइजहरु के भेट्यौँ हामी यस्तै मित्र जिन्दगीको यात्रा भन्ने ल बाइ बाइ ल guys just guess where we are finally in
राप्ती लिचो भनेर भन्न चाहिँ नमिल्ला हामी चाहिँ अगाडि आइपुग्यौँ या राप्ती हामी चाहिँ यो चाहिँ अगैया हो जस्ट वेट म यस्तो खोलेर देखाउँछु या कस्तो दुःख हो भने या सो यो चाहिँ हाम्रो अगैया हो होइन अनि अलि उतापट्टि चाहिँ नि अघि उतापट्टि चाहिँ पिकनिक स्पोट छ क्या अनि अघि हामीले कलवारलाई भेटेको चाहिँ त्यहीँनिर हो अनि यहाँबाट चाहिँ मित्रको घर चाहिँ कति किलोमिटर टाढा छ मित्र 17 होला 15 to 17 छ या त्यही हो अझै हामी 15देखि या म हजुरहरूलाई देखाउँछु यहाँ हाम्रो रानी यता हुनुहुन्छ हाम्रो सामानहरू खसिसकेको छ माइन्ड अनि या त्यही हो साथीहरू म हजुरहरूलाई ब्यागबाट चाहिँ देखाउँछु कस्तो होला कि त्यो हेर न धुलोले पुरा बिग्रिसक्यो एकले त भिडियो बनाउनै नदिने क्या यो केटीले त मलाई के गरौँ हौ भोलिको दिनमा म बिहे गरेर गएँ भने त ऊ पनि जान्छ होला हौ सँगसँगै सौता हुँदै जान्छ होला तिमी चाहिँ आउँछौ पछि पछि एकदम म ढुक्क छु होइन म त्यतिसम्म नि छुइनँ हौ साथीहरू लु म हजुरहरूलाई हाम्रो राप्ती त हो नि होइन मित्र यही राप्ती रिभर देखान्छु ल यो चाहिँ हाम्रो अगैया पुल हो अनि यहाँ अगैया पुलको हाम्रो मेन रानी चाहिँ उहाँ हुनुहुन्छ यता हेर्नु त हाम्रो रानीज्यू अनि यो चाहिँ हाम्रो खास यस्तो हुन्छ क्या लाइक अब बर्खातिर चाहिँ अलिक धेरै पानी पर्यो भने चाहिँ अनि यहाँबाट ड्यामहरू खोल्छ होइन ड्यामहरू खोलेर चाहिँ नि उतातिर पानीहरू खोल्छ अनि यहाँ यही हो हाम्रो यो चाहिँ अहिले चाहिँ यति थोरै छ होइन यतापट्टि पानीहरू चाहिँ नि तर बर्खामा चाहिँ यस्तो साह्रो हुन्छ यहाँ मान्छेहरू खेलिरहेको छन् हामीहरू जाने नि भने होइन तर होस् नजाने बर्खामा डुबान हुन्छ पुरै एरिया नै पुरै कभर गर्छ क्या ल हजुरको ठाउँको बारेमा यहाँको के भन्छ विशेषताहरू भनिदिनु न त मेरो ठाउँ चाहिँ यो अलि होइन कि मेरो ठाउँ योदेखि अलिकति अगाडि हो त्यही पनि एकदमै राम्रो छ यो अगैया भन्ने ठाउँ एकदम फेमस हो हाम्रो मेन गाउँपालिका राप्ती सोनारी गाउँपालिका चाहिँ यहीँ अगैयामा छ अनि त्यसपछि हाम्रो राप्ती रिभर भइहाल्यो यसको विशेषता अनि अर्को चाहिँ पिकनिक स्पोट भइहाल्यो यहाँ टाढा टाढादेखि मान्छेहरू आउनुहुन्छ त्यही हो साथीहरू यो चाहिँ हाम्रो अगैयाको पुल अगैयाको मेन पुल सबैभन्दा ठुलो लास्ट राम्रो चाहिँ यति फोटोहरू यति धेरै खिच्न आउँछन् कि यता उता यहाँ हेलो गाइजहरू हामी चाहिँ फाइनली यहाँ अगैयादेखि क्रस भएर घन्टोवा पुलमा आइपुग्यौँ पहिला चाहिँ सिक्टा भन्थ्यो कि यो ठाउँलाई अनि आज भोलि चाहिँ चेन्ज भएर प्रेम नगर भन्छ प्रेम नगर अनि कि साथीहरू अब हामी चाहिँ अगैया क्रस भएर सिक्टा क्रस भएर त्यसको जङ्गलमा आएको छौँ अनि त्यसपछि अब हामी सिक्टापछि गाबर पुग्छौँ अनि यो जङ्गलमा के कस्तो बाघहरू आउँछ कि अनि लाइक बाघहरू आएर एकचोटि यहाँ उसमा बाइकमा कपालहरूलाई एट्याक नै गरेको थियो कि बाइकमा उसले बाघ यो ठाउँ चाहिँ एकदम डेन्जर ठाउँ हो डेन्जर अनि मेरो मित्र चाहिँ अहिले रफ्तारमा चलाइरहेको छ कि रफ्तारमा किन हो किन यस्तो रफ्तारमा चलाइरहेको छ आई डोन्ट नो बट चलाइरहेको छ युहरू हेर्नु न जस्ट लुकिङ लाइक छ कि लास्ट अगाडिदेखि ट्र्याक्टर आइरहेको छ तर म अहिलेसम्म ट्र्याक्टरमा बसेको छैन यार मलाई कस्तो बस्न मन छ जस्ट लुकिङ लाइक वाउ सरर जिन्दगीभरि यस्तै गरी घुमेर खान पाए त मजा आउँथ्यो होला यार कोलपुरको गाभर होइन नि फेरि कुसुमको गाभर हो कोलपुरतिर पनि छ कि एउटा गाभर त्यो चाहिँ होइन कि त्यो चाहिँ कुसुम हो लास्टै राम्रो छ नि हेर्नुहोस् न यो तोरी सोरी गाभर त राम्रो छ ठाउँ हेर्नुहोस् अगाडि ट्र्याक्टर हो कि के हो मित्र कस्तो क्युट ल्याएर सानो के हो बे त्यो ट्र्याक्टर हो कि के हो कति बज्यो मित्र त्यो अलमोस्ट 4 बज्न 4 होइन 3 बे हामी कति 12 बजीतिर हिँडेको 3 घन्टा गाडीमै 3 घन्टा गाडीमै 2 घन्टा लान्छ होला हामीले स्कुटीमै 3 घन्टा पुर्यायौँ हाम्रो फोटोजहरू टिकटक बीच रोडमा खतरा एमराज रमाइलो भयो एमराजहरू त यति आए यति गए कि कुरै छोडिदिउँ अनि त्यस्तै हो अब चाहिँ हाम्रो डाइरेक्ट घर पुगेको भ्लग हुन्छ गाइस बाइ बाइ किसी के पाप से नहीं डरते अयो यो
मेरो घर जाने बाटो हो, मेरो घरको बाटो हो यो चाहिँ। यस्तो एक्साइटेड भइरहेको छु म त आफ्नो घर आउन लाएर। हेलो गाइजहरू, म चाहिँ फाइनली मेरो घर आइपुगेँ। मेरो मम्मीलाई चाहिँ थाहा छैन म आएको भनेर। मम्मी छैनन् कोही नै, रोजहरू फुलेर लटरम्म छन्। कहाँ हो मम्मीको अत्तो पत्तो छैन। दिस इज अञ्जली। म चाहिँ घर आइपुगेँ तर मम्मी होइसिन। मैले भनेको थिएँ नि मैले सरप्राइज न, मम्मीले मलाई सरप्राइज चाहिँ दिसिन्छ भनेर। फुलहरू लगाएर हेर न, यो मम्मीले कति जाँगर चलेको होला यार। मम्मीका साथीहरू कहाँ छन् थाहा छैन। बाख्रा पो छन् आजभोलि त अचम्मै लाग्छ मलाई। फाइनली मेरो मम्मीको इन्ट्री भयो।